साथीहरु यो भुजियाको लड्डु बनाउन यति धेरै सजिलो छ नि। अनि हजुरहरुले पनि यो आउँदै गरेको माघे संक्रान्तिमा यसरी नै सजिलो तरिकाले भुजियाको लड्डु बनाएर खानु भनेर यो रेसिपी शेयर गर्दैछु। सुरुमा त एउटा फ्राई प्यानमा 200 ग्राम जति सक्खरलाई हाल्दिनु होला र थोरै पानी राखेर यसलाई चाहिँ हामीले पहिला मज्जाले पगाल्नु पर्ने हुन्छ। हजुरहरुले पानी नराखिकन पनि त्यतिकै पगाल्न सक्नुहुन्छ। हेर्नुस् त यतिको मज्जाले पग्लिसकेपछि यसलाई चाहिँ एकचोटी छान्नु पर्ने हुन्छ, जसले गर्दाखेरि यसमा भएको फोहोरहरु सबै निस्किन्छ। अब भने चाहिँ यसलाई हामीले केही बेर मज्जाले पकाउनु पर्ने हुन्छ र त्यसैगरी थोरै घी राखेर पनि पकाइदिनु होला। हामीले यो सक्खरलाई पकाउँदै गर्दाखेरि सेमी लिक्विडको टेक्सचर आइसकेपछि यसमा भुजिया राख्नु पर्ने हुन्छ र यो जति पनि भुजियाहरु छ सक्खरमा मज्जाले मिक्स हुने गरी चलाउनु पर्ने हुन्छ। हेर्नुस् त हजुरहरुले पनि भिडियोमा देखाए जस्तै मज्जाले मिक्स गरिदिनु होला। मिक्स गरिसकेपछि यसलाई चाहिँ हामीले थोरै चिसो हुनको लागि छोड्दिनु पर्ने हुन्छ। अब भने चाहिँ सर्टेन पोर्सन लिएर यसलाई चाहिँ हामीले लड्डुको शेप दिनु पर्ने हुन्छ। हेर्नुस् त हजुरहरुले पनि भिडियोमा देखाए जस्तै बनाइदिनु होला। त्यसपछि हाम्रो मिठो भुजाको लड्डु पनि तयार हुन्छ। हेर्नुस् त कस्तो राम्रो बनेको छ यो। अब यो जति पनि छ सबैलाई यसरी नै बनाइदिनु होला। अनि मैले यसलाई खाइ हेरेको नि साथीहरु, मलाई त बच्चा बेलाको सारै याद आयो। ल साथीहरु, अब हजुरहरुले पनि यसरी नै सजिलो तरिकाले घरमै भुजियाको लड्डु बनाएर खानु होला है त। अनि यो आउँदै गरेको माघे संक्रान्तिमा पनि बनाएर खानु होला है त। अनि यो रेसिपीलाई भुजियाको लड्डु बनाउन नजाने साथीहरुसम्म पुग्ने गरी शेयर पनि गरिदिनु होला है त। थ्यांक यू फर वाचिङ।